ल म झापा 5 बाट भन्न चाहन्छु, झापा 5 का मतदाताहरूलाई केपी ओलीलाई फेरि एकचोटि प्रधानमन्त्री बनाइदिएर हुन्छ के? केही हुन्छ? राजनीतिक प्रतिशोध साट्ने मात्रै हो है। खै म बनेपछि हेर्लास। यहाँसम्म हुनुहुन्छ कि उहाँ मलाई तपाईँको छैन 79 सालमा म त स्वतन्त्र जितेको एउटा सानो फुच्चे मेयर न हो। मलाईसम्म आएर विरोध गर्नुभयो धरानमा। के भन्नुभयो धराने जनतालाई भन्दाखेरि तपाईँहरूले मेयरै छान्न जान्नु भएन, हाम्रो एमालेको छानेको भए म पानी खुवाउँथेँ भन्नु। त्यस्तो पनि भन्ने हो र? अरे म त छक्क परेँ है। म जन्मिएको थिइनँ होला उहाँले तपाईँको राजनीति गर्दै गर्दा। म 39 सालको मान्छे है। उहाँ आफै जन्मिनु, म त जन्मेकै थिइनँ होला। त्यत्रो तपाईँको चाहिँ पाएको बाजे नेताले लोकतन्त्रमा जनताले चुनेपछि त सकिएन नि है। भोलि झापाको जनताले समीर तामाङलाई चुन्दैछ, चुनेपछि सकिएन माननीय भन्नु पर्दैन भनेको। ए समीर तामाङ फुच्चे केटा त्यसलाई के को माननीय भन्छु म त यस्तो फर्केर बस्छु हुँदा हुन्छ? यो देशको निर्णय गर्ने भनेको यो जनता हो कि होइन? सार्वजनिक जनता हो कि होइन? लोकतन्त्रलाई नै नमान्ने हो केपी ओली चाहिँ वास्तवमा भन्ने हो। किनभने मलाई जिताएर पठाइसकेपछि यस्तो पनि मेयर हुन्छ न। भेटै नमान्ने मान्छेले तपाईँको चाहिँ लोकतन्त्र मान्छ उसले? लोकतन्त्रसम्म नमान्ने मान्छे पनि भन्छु है म चाहिँ। त्यस्तो मान्छेलाई जिताएर मैले भने नि ढुङ्गालाई उसिनेर बाबा पाक्दैन, ट्राई नट टु डु, नेभर डु द्याट, के नेभर डु द्याट, त्यो भन्न चाहन्छु। हुँदैन, के हुन्छ? 3-4 चोटि प्रधानमन्त्री भइसक्नुभयो है। उहाँले राजनीति गर्दाखेरि म जन्मेकै थिइनँ, म यहाँ बुढो भइसकेँ।